नमस्ते, म शेफ सन्तोष शाह। आज हामी यो अहिले मिडियामा आइराखेको कुरालाई अलि स्पष्टीकरण गर्नलाई म आज हजुरको सामने बोलिरहेको छु र यसलाई अब सुरु गर्दाखेरि आज हामी यही रेस्टुरेन्टमा बसेर यो सुटिङ गरिरहेछौँ र मैले भन्ने मौका पाएको छु र यो रेस्टुरेन्टको नाम हो मिथिला थाली गैरीधारामा छौँ अहिले र यो सुरु हुँदाखेरिको अहिले अवस्थामा योभन्दा नेक्स्ट डोरमा यहाँबाट अर्को पाडीपट्टि मैले एउटा रेस्टुरेन्ट लिएको थिएँ। त्यही सिलसिलामा मैले अर्को रेस्टुरेन्ट बनाउँदै गर्दाखेरि यो रेस्टुरेन्ट सिला भन्ने रेस्टुरेन्ट बिक्रीमा आएको थियो र यसमा शकुन्तलाजीले उहाँले मलाई फेसबुकमा मेसेज गर्नुभयो कि हाम्रो पनि रेस्टुरेन्ट छ सन्तोषजी, आउनुहुन्छ भने हेर्नुहोस् एकपल्ट र लिन कोसिस गर्नुहोस्। अनि मलाई कुन रेस्टुरेन्ट हो भने सिला रेस्टुरेन्ट त म देखेको छु, म आएँ हेर्नलाई भनेर म हेर्न आएँ। अनि हेर्न आइसकेपछि यहाँ सचिन भण्डारी भन्ने उहाँको छोरा भेट्नुभयो मलाई। उहाँ नै ओनर हुनुहुन्छ, यो कम्पनीको नाम थियो आर्जवा होल्डिङ। अनि उहाँले मलाई रेस्टुरेन्ट देखाउनु भयो। अनि रेस्टुरेन्ट देखायो र अगाडिमा एउटा मेन गेटमा ताला लागेको थियो र उहाँले साइड डोरबाट लगेर सबै रेस्टुरेन्ट देखाउनु भयो र उहाँले मैले सोद्धाखेरि ताला किन लगाएको छ, अनि हामीहरू बिहेमा गएको थियौँ अनि बिहेबाट आउँदैछौँ, भोलिबाट फेरि सञ्चालन गर्छौँ भनेर साफसफाइ मान्छेहरूले गरिराखेको एक दुईजनाले। अनि त्यसपछि रेस्टुरेन्ट राम्रो लाग्यो, प्राइजको कुरा भयो अनि उहाँहरूले 3 करोड, 3.5 करोड, 4 करोडबाट सुरु गर्नुभयो र म त्यसपछि रारा ट्रेकिङमा गएँ। त्योभन्दा अगाडि कुरा भएको थिएन, तर मेरो दाइ र मेरो सहकर्मी हाम्रो साथीले उहाँले डिल गरेर 2 करोड 25 यो रेस्टुरेन्ट किन्यो हैन। म रारैमै थिएँ, मेरो नेटवर्क पनि थिएन। उहाँहरूले अनि 15 लाखको चेक दिएर यो चाबी लिनुभयो। चाबी लिएर साफसफाइ गराउने क्रममा हैन यो आनन्द बतासको ठाउँ गैरीधारा चौकको उहाँको लिजमा उहाँको प्रपर्टीमा सिला रेस्टुरेन्ट थियो। 5-7 दिन 8 दिन भइसकेपछि यो रेस्टुरेन्ट क्लोज रूपमा थियो पहिला नै, उहाँले झुटो बोल्नुभयो र आनन्द बतासजीको सँग मुद्दा चलिरहेको थियो। यो ठाउँको खाली गराउँ पाऊँ भनेर वडा र नगरपालिकासम्म यसको कुरा गइसकेको थियो र त्यो ताला उहाँहरूले मार्नु भएको थियो। फर्स्ट अफ अल उहाँले झुटो बोलेर बेच्नुभयो हामीलाई, अब त्यो अलग पार्ट हो। अब यसलाई अनि आनन्द बतासजीको टिम आउनुभयो, यसलाई फेरि ताला हानिदिनु भयो कि यसलाई किन ताला तोड्नुभयो, हामीले ताला लगाएको छौँ यो भनेर उहाँको हिसाब किताब बाँकी छ सिलासँग। अनि त्यसपछि सिलालाई फेरि बोलायो, उहाँहरू चितवनमा हुनुहुन्थ्यो, उहाँ एकदम अर्जेन्ट पाउनुभयो र उहाँसँग बैठक 3 म आनन्द बतासको टिम र सिला रेस्टुरेन्टको मान्छे बसेर उहाँको लगभग 40 लाख रुपियाँ रेन्ट बाँकी थियो, त्यो मैले उपलब्ध गराएर उहाँहरूको हिसाबमा काट्ने गरी यो रेस्टुरेन्ट लियो र हामीले सञ्चालनमा गऱ्यौँ। अनि यो चलिराख्दाखेरि उहाँलाई 2 करोड 25 हामीले 25 लाखको चेक पनि दियौँ। त्यसपछि अरू पैसा पनि उहाँको बैङ्कमा भर्दै जाँदा यहाँसम्म पुग्यो। अब यो अहिले जो मिडियामा जो भइरहेछ, न 2 करोड 25 लाखको हो, न यो बन्द रेस्टुरेन्टको हो, न झुटो बोलेको हो, यो हो जम्मा मेरो पक्राउ पुर्जी र मलाई पक्रेको र मलाई थुनामा हालेको भनेको जम्मा 4,50,000 को चेकको लागि यति भएको हो। अहिले सामाजिक सञ्जालमा जे पनि आइरहेछ, हजुर 25 लाखको कुरा छ। अनि अहिले भइराखेको 4,50,000 को हो र तपाईँले मिडियामा हेर्नुभयो होला 25 लाखको कुरा पनि हेर्नुभयो होला। 25 लाख उहाँलाई हिसाब किताब गरेर 25 लाख रुपियाँको चेक र उहाँलाई नेपाल बैंकमा भएको लोनको जिम्मेदारी मैले लिएको हो। त्यसमा लगभग 80 लाख रुपियाँको जिम्मेदारी थियो र 80 प्लस 25 बाँकी भएको उहाँलाई मैले सबै। अनि नेपाल बैंकमा उहाँको घर लिलामी भएको र मैले जिम्मा लिएर उहाँको किस्ता भर्नेदेखि लिएर हरेक कुरा लोन भर्नेदेखि लिएर त्यो लोन मेरो भयो भनेर हामी सम्झौतामा आयो र लोन भर्दै क्रममा 25 लाख लोन सकिसकेपछि 25 लाखको चेक बजाउनु होला भनेर हामी सम्झौतामा दिएको हो उहाँलाई। उहाँले के गर्नुभयो, लोनको भयो, उहाँ गइरहेछ पैसा, उहाँको लोनमा नेपाल बैंकमा लिलामी रोक्नुभयो र उहाँले 25 लाखको चेकलाई बााउन्स गराउन सुरु गरिदियो। डेट आएपछि बााउन्स गराइसकेपछि अब मैले नेपाल बैंकमा पैसा भर्न रोकेर बााउन्सको पैसा 25 लाख रुपियाँ भरिदिउँ। भरिसकेपछि उहाँलाई अब मिलापत्रको क्रममा हामी भद्रकाली परिसरमा पुलिसको अगाडि बसेर 4.5 लाखको चेक माछापुछ्रे बैंकको दियो, जसमा 11 लाख रुपियाँ अहिले पनि छ, जसको 4.5 लाखको चेक छ। त्यसमा अहिले पनि 11 लाख रुपियाँ मेरो बैंकमा छ। उहाँलाई भनेर दिएको त्यो बैंक तपाईले 25 लाखको कारणले
फ्रिज गराउनु भएको छ। जुन दिन तपाईँले यो 25 लाखमा खोलाइदिनुहुन्छ त्यो 4.5 लाख रुपियाँ तपाईँले निकाल्नु होला। उहाँले नमिलापत्र गरेर त्यो चेक लिएर उहाँबाट परिसरबाट गायब हुनुभयो। त्यसपछि उहाँको पैसा पनि बैंकमा भर्दै गरेको क्रममा अनि अहिले यो 4,25,00,000 मा पक्राउ परेको छ। मैला लाग्यो कि जनकपुरबाट मान्छेले हाम्रो पुलिस प्रशासनले मलाई उठाएर ल्याइराख्नु भएको छ भने मलाई त 25 लाखको लाग्यो। एक दिन थुनामा बसिसकेपछि मलाई बल्ल थाहा भयो कि म 4,25,000 मा यहाँबाट हाम्रो पुलिसको भ्यानमा 8 जना बसेर एक दिन 2 दिन यहाँ बसेर मलाई र मेरो दाइलाई समातेर लिएर आएको छ र 4,50,000 मा। पुलिस प्रशासन पनि म भन्न चाहन्छु कि उहाँहरूले यदि मलाई एक कल गरिदिएको भए म यहाँ दौडेर आउँथेँ हैन। मेरो 3 वटा रेस्टुरेन्ट छ यहाँ, टोटल 5 वटा रेस्टुरेन्ट छ। कहीँ पनि कुनै म्यानेजरलाई पनि भनिदिएको भए कि तपाईँको पक्राउ पुर्जी छ, तपाईँको चेक बाउन्स भएको छ, तपाईँमाथि मुद्दा छ, तपाईँ आइदिनुहोस् भने म आउने मान्छे हो। लगत्तै 1 हप्ता पहिला नै भद्रकाली परिसरबाट मलाई फोन आएको थियो कि तपाईँको नाममा उजुरी छ सन्तोषजी। अनि मेरो विराटनगरमा रेस्टुरेन्ट ओपनिङको क्रममा म त्यहाँ थिएँ अनि मैले फोन उठाएँ। उहाँबाट पटक पटक 105 नम्बरमा आएर भेट्नुहोस् भनेर भद्रकालीमा भन्नुभयो। मैले उहाँलाई भने कि कतिखेर आउनुपर्छ, मलाई आज आउनुपर्छ भने म आजै फ्लाइट लिएर आउँछु, नै तपाईँ मन्डेको 11 बजे आउनुहोस् भन्नुभयो उहाँले। म मन्डेको 11 बज्नमा 5 मिनट पहिला नै उहाँको अफिसमा पुगेर मेरो नाम सन्तोष शाह हो, मेरो नाममा उजुरी छ भन्नुभयो। 105 तपाईँले फोन गर्नुभएको छ, यहाँ 105 नम्बर म आएको छु। उहाँ उजुरीकर्ता, उहाँ तपाईँले धम्की दिनुभएको छ। अनि मैले भने के को म धम्की दिनु, त्यो त मेरो साथी हो। उहाँले कुनै आवेशमा आएर मेरो नाममा उजुरी दिनुभएको थियो। त्यहाँ हाम्रो कुरा भएर हामी त्यहाँबाट गएको छौँ र यो पक्राउ पुर्जी 1 महिना पहिला आएको छ। त यदि म भद्रकाली परिसरमा गएको छु, बोलाउनु भएको छ भने त्यो दिन किन पकाएर मलाई भित्र हाल्नु भएन? मलाई जनकपुरबाट उठाउने काम किन गर्नुभयो? त यो कुराहरू धेरै यसमा के लुकेको छ, किन भएको छ, किन फ्रेम गर्यो, अब यो सबै कुरालाई साइडमा राखेर म एकदमै पोजिटिभ छु। म कानुनको सम्मान गर्ने मान्छे हो, कानुन एक रति पनि तोड्ने मान्छे होइन। कानुन सबैको लागि सम्मान हो। त कानुनलाई मर्यादामा राखेर म जनकपुरमा मलाई बसाउनु भयो, भ्यानमा ल्याउनु भयो होइन। फ्राइडेकै पक्रिनु किन पर्यो फेरि हैन? तपाईँ त एक दिन पहिला जानुभएको थियो, म पनि एक दिन पहिला त्यहाँ थिएँ। एक दिन पहिला नै मलाई हेर्नु भएको थियो, त फ्राइडेको 2 बजे किन वेट गरेर बस्नुभयो? कहीँ न कहीँ के प्लान होला? यस्तो एउटा बिजनेस व्यापार गर्ने एउटा इन्सपिरेसनल मान्छेलाई तपाईँहरू, हामी भनेको इन्सपिरेसन हौ, हामी इन्सपायर गर्छौँ। म ब्रिटिस पासपोर्ट लिएर ब्रिटिस सिटिजन भएको 10 साल भइसकेको छ मेरो। लन्डनमा बसेर म राम्रो पैसा कमाउन सक्छु। अहिले नेपालमा 5 सालबाट कल्चर प्रमोसनदेखि लिएर फुड प्रमोसनदेखि लिएर विद्यार्थीलाई र तपाईँहरू नेपालमै बस्नुहोस्, नेपालमा इन्भेस्ट गर्नुहोस्, विदेशमा बस्नु भएको छ भने तपाईँ फर्केर आउनुहोस् भनेर यो कार्यमा लागिरहेको छु। कुनै पनि कार्य गर्दाखेरि मैले अहिलेसम्म कल्चरलाई प्रमोट हुने, नेपाललाई प्रमोट हुने काम गरिरहेको छु। त यति पनि यो पुलिस प्रशासनले र म मिडियाको दोष दिन चाहदैन, मिडियाको दोषै छैन यसमा। तपाईँले जे मेटेरियल दिनुभयो उहाँले त्यो राख्नुभयो आफ्नो हिसाबले। हरेकको नजर र हरेकको सोच्ने तरिका आफ्नो हुन्छ, उहाँले आफ्नो तरिकाले राख्नु। यसमा कमी कमजोरी कहाँबाट भयो? तपाईँले के सुन्नु? जो रह्यो शकुन्तला अधिकारीको कुरा एक रति पनि कहिले पनि भनेको छैन तपाईँको पैसा हामी दिँदैनौँ। अब बिजनेस व्यापार छ, 240 जना हाम्रो पेरोलमा काम गर्छ। अहिले पनि हामीले 240 जनाको रोजगार सिर्जना गरेको छौँ। अहिले हामी किसानलाई हेल्प गर्नेदेखि लिएर हाम्रो रेस्टुरेन्टमा 99% नेपाली प्रोडक्ट हामी युज गर्छौँ। हाम्रो मोटो, हाम्रो स्लोगन नै त्यही हो। हामी नेपाली प्रोडक्ट नहुने चिज मात्रै यहाँ, अरू देशको प्रोडक्ट नत्र तरकारीदेखि लिएर बेसार, हर्दी, लसुन, एभ्रिथिङ नेपाली प्रोडक्ट युज हुन चाहियो। अब त्यो कुराहरू मैले आफ्नो क्षमताको अनुसार, आफ्नो क्यापेसिटीको अनुसार, आफ्नो लर्निङको अनुसार हामीले गरिरहेको हुन्छु। र यो 4,50,000 रुपियाँको लागि एउटा सेफलाई होइन तपाईँले ठगको ट्याग, यो तपाईँहरूको मिस्टेकले या जानबुझेर हो होइन, या तपाईँहरूलाई यो फ्रेम गर्नु हो कि के हो, मैले अहिलेसम्म बुझ्न सकेको छैन। बट एकदम म ठिक छु होइन। यस्तो सिचुएसन आउँछ तर मलाई चाहिँ कहिले आएको थिएन र म त्यो सिचुएसनमा पर्ने काम पनि गर्दिनँ। म अहिलेसम्म लन्डनमा बसे 14 साल, मेरो नाममा अहिलेसम्म एउटा
सानो चिट पनि काटेको छैन, कुनै फाइन पनि लागेको छैन। इभन ट्रेन स्टेसनको बारेमा पनि फाइन लागेको छैन। नेपालमा पनि तपाईँ मेरो नामले मुद्दा खोज्नुहोस् कि केही खोज्नुहोस्, आजसम्म कुनै पनि केही कुरा कानुनको विपरीत एउटा पनि हामी काम गरेको छैनौँ। र हाम्रो कम्पनीमा पनि सबै स्टाफहरूदेखि लिएर म्यानेजमेन्टमा टिमहरूलाई सबैलाई भनेर कि कानुन भनेको सबैभन्दा ठुलो हो, कानुनको मर्यादा गर्ने हाम्रो काम हो, हामीले मान्नुपर्छ कानुन, र कानुनभन्दा ठुलो कोही पनि होइन। अहिले पनि त्यही गरिरहेको छु र अहिले पनि म कानुनको मर्यादामा रहने गरी म बोलिरहेको छु र कानुन सबैको लागि बराबर छ र कानुनलाई रेस्पेक्ट गरेर नै त्यहाँबाट जनकपुरबाट यहाँसम्म म आएको छु र हामीले सम्मान गर्नुपर्छ। अब रह्यो उहाँको पैसाको कुरा, कहिले पनि कसैको पैसा नदिने भनेकै छैन। अब रह्यो अब मिडियामा भाइरल भइरहेछ एउटा सानो क्लिप, 7 सेकेन्डको क्लिप। क्यान यु जज समवन बाई 7 सेकेन्ड क्लिप? 3 घण्टाको कन्भर्सेसनमा उहाँले जिउमा थुक फालिदिनु भएको छ, मेरो थुक फालेर अनि त्यसपछि त्यो भिडियो काटिदिने, अनि थुक फालेपछि तपाईँ एउटा छोरा मान्छे उसको हामीले, अनि त्यो 2 जना जो दिदीहरू छन् होइन, शकुन्तला छन्, त्योसँग हाम्रो केही लेनादेन छैन। उहाँहरू अख्तियारी प्राप्त हो, उहाँको छोरासँग डिल हो हाम्रो होइन। उहाँहरू आएर टर्चर दिने, स्टाफलाई हल्ला गर्ने, पुलिस यहाँको मालीगाउँ पुलिसमा गएर तपाईँहरू टाइम मिल्यो भने कहिले जानु होला, सोध्नु होला कि उहाँहरू 25 पल्ट हामी गइसकेको छु त्यहाँ उहाँलाई लिएर, 25 पल्ट हो हल्ला गरेर। अब 7 सेकेन्डको क्लिपमा कसैलाई जज गर्ने हो? त्यसमा पनि 7 सेकेन्डकोमा अब प्रेसर छ। अब तपाईँको जिउमा थुक फालिदियो भने कसैले के गर्नुहुन्छ? तपाईँको रेस्टुरेन्टमा तपाईँको स्टाफको अगाडि, तपाईँको टिमको अगाडि होइन, एउटा तपाईँले नसोचेको कुरा गरिदियो भने हुन्छ त? त्यो अब मैले भन्न खोजेको कि आई डु रिस्पेक्ट एभ्री सिङ्गल पिपुल। आजसम्म लाइफमा कसैलाई तिमी होइन तँ भनेको छैन होइन। अब म कसैलाई डिसरेस्पेक्ट गर्ने हो? कोही पनि फिमेल, मेरो आमा जस्तो उहाँ शकुन्तलाजी, र कहिले पनि शकुन्तलाजी आउनुभएको छ यहाँ, उहाँलाई कहिले पनि पानीदेखि लिएर हाम्रो स्टाफलाई सोध्नुहोस्, म्याम पानी खानुहुन्छ, बस्नुहोस्, चिया खानुहुन्छ, खाना खानुभयो भने डिके सरदेखि लिएर एभ्री सिङ्गल स्टाफले आजसम्म त्यसलाई कहिले पनि अभद्र व्यवहार र कसैले पनि गरेको छैन। अर्को कुरा अर्को अस्ट्रेलियाको एउटा बहिनीले 3 लाखको चेक ऊ गरिदियो, यो गरिदियो, ऊ गरिदियो, सब गलत कुरा हो। यो छ भने त्यो चेक देखाउनु न, हाम्रो कम्पनीको हो त। 4 लाखको चेकमा यति हङ्गामा भएको छ र उहाँ लयरलाई मैले थर्काएँ अरे, उहाँ यो गरे, नो, सबै रङ कुरा हो। यो थर्ड पार्टीको चेक हो उहाँसँग, मेरो कुनै पनि चेक होइन। लेनदेन सबैको हुन्छ, हाम्रो पनि लेनदेन छ, यहाँ पनि सप्लायरहरूको लेनदेन छ। थ्याङ्क यू जति पनि सप्लायर हुनुहुन्छ, बिटिपी हुनुहुन्छ, अस्कर हस्पिटालिटी हुनुहुन्छ, हार्दिक किचन हुनुहुन्छ, उहाँले यति सपोर्ट गर्नुभएको छ हामीलाई होइन। हाम्रो आनन्द बतासजी हुनुहुन्छ, हाम्रो ल्यान्डलोडहरू 3टै रेस्टुरेन्ट 4 रेस्टुरेन्टको हुनुहुन्छ होइन, शरद जेनकाजी, विश्वनाथजी, यिनीहरूले सबले सपोर्ट गरेर हामीलाई एउटा कहिले पनि मोरल डाउन गर्नुभएको छैन। तर यो कहाँबाट के भयो, बट आई विल नट गिभ अप होइन। यो एकदम म मेरो बाटोमा लाग्छु। मेरो कसैले पनि मलाई लाग्दैन कि मेरो जो ट्यालेन्ट छ त्यसलाई किल गर्न सक्नुहुन्छ। मेरो नामलाई किल गरेको हो तपाईँले होइन, मेरो नामलाई डिफ्रेम गरेको। मेरो ट्यालेन्ट भनेको खाना बनाउने ट्यालेन्ट हो। म खाना बनाएकोबाट म सन्तोष शाह हो। मेरो यो फेम, मेरो मिडियाले म सन्तोष शाह बनेको होइन, मेरो ट्यालेन्टले बनेको हो। यु विल नेभर किल माई ट्यालेन्ट होइन। त्यो ट्यालेन्ट म फेरि आउँछु र फेरि पनि म राम्रो गर्छु र अहिलेसम्म नेपाललाई रिप्रेजेन्ट गर्ने काम गरेको छु, मेरो विद्याबाट, मेरो खानाबाट, मेरो ट्यालेन्टबाट। द्याट विल बी कन्टिन्यू मोर। अनि अहिले पनि म तपाईँहरूको माया पाउने आशामा हुन्छु र नेपाललाई र नेपाली फुडलाई, मेरो कल्चरलाई, मिथिला कल्चर, नेपाली कल्चरलाई विश्वभरि लग्ने मेरो जो धोको छ त्यसलाई म कहिले पनि गिभ अप गर्दैन। यो एकदमै मेरो लागि सानो चित्त मात्रै कहाँ दुखेको छ भने यो 4,50,000 जनकपुरबाट उठाएर ल्याइदिनु होइन, यसको कहाँबाट एरर हो? यो मलाई पर्यो, म ठिक छु, म एकदम स्ट्रङ मान्छे छु, म यसबाट आउन सक्छु बाहिर। मेरो ठाउँमा अरू मान्छे भइदियो भने सुसाइड गरेर मर्छ होइन। फेम भनेको जसले फेमलाई नै रोजीरोटी बनाएको छ, म फेमलाई रोजीरोटी बनाएको छैन नि त। जसलाई फेमलाई नै रोजीरोटी बनाएको छ भने त्यसले कसरी बोल्ला? तपाईँले कसैलाई मर्नमा बाध्यता गरिदिनु भएको छ। यस्तो कुराहरूलाई यो सरकारले हेर्नुपर्छ। यो 5 लाख, 10 लाख, 2 लाख, 50,000मा म थुनामा पर्दाखेरि सबै लगभग त्यस्तै काण्डमा आएको छ। अब त्यसलाई सरकारले कसरी रोक्ने? अब त्यो तपाईँहरूको निकाय हो होइन। तपाईँहरू, म कोसिस गरौँला कि मेरोबाट फेरि पनि यस्तो सानो सानो एररहरू नहोस् होइन, ठुलो एरर पनि नहोस्। अहिलेसम्म गरेको पनि छैन। तर वी सुड ह्याभ इन्सपिरेसनल पिपल होइन, कि इन्सपाइरिङ पिपललाई र रेपुटेसन भएको पिपललाई डिफ्रेम नगर्न दिन म अनुरोध गर्छु।
बेलायतमा मास्टर सेफ पनि भइसक्नु भएको, त्यहाँको 5 स्टार होटलमा एक्जिक्युटिभ सेफ पनि भइसक्नु भएको र एकदमै ह्यान्डसम इन्कम गरेर मान्छे अहिले नेपाल आएर काम गर्दै गर्दाखेरि यस्ता दुःख झमेला झेल्ला के फर्किने सोचिराख्नु भएको छ कि मिथिला थालीलाई अझै अगाडि बढाउने सोच्नु भएको छ कि अहिलेको स्टेट अफ माइन्ड चाहिँ के हो तपाईँको? हेर्नु, म लन्डनमा बसेर लन्डनको पासपोर्ट होल्ड गरेर र अहिले पनि म एनआरएन कार्डमा बसेर यहाँ काम गरिरहेको छु र एकदम इन्सपिरेसनल काम गरिरहेको छु। यो घटनाले मलाई फर्काउँदैन, कहीँ पनि म फर्केर जाने बेला छैन र कहीँ पनि म यहाँ नफर्किने तरिकाले नेपाल आएको छु। म यो सानो घटनाले र एउटा कुनै पनि इन्सिडेन्टले मलाई फर्काउँदैन। म यहाँ बसेको भनेको इन्सपायर गर्नलाई, नेपाललाई रिप्रेजेन्ट गर्नलाई र जतिजना यो भिडियो हेरिराख्नु भएको छ यो घटनाबाट तपाईँहरू चिन्तित हुनुभएको छ नेपालमा इन्भेस्ट गर्ने कि नगर्ने, नेपाल फर्केर जाने कि नजाने, प्लिज आउनुहोस्। यो नेपाल यो घटनालाई देखेर तपाईँ जज नगर्नुहोस्। यो सानो घटना हो, यसबाट कहिले पनि तपाईँ मोरल डाउन नगर्नुहोस्। मैले त गरेको छैन, तपाईँ आएर हेर्नुहोस्। नेपालमा एकदमै राम्रो अपर्च्युनिटी छ, नेपालमा एकदमै पोटेन्सियल छ र यहाँ इन्भेस्टमेन्टको तरिकाले र फर्केर आएर बिजनेसको तरिकाले र यहाँ बस्नेको वातावरणको हिसाबले एकदमै राम्रो छ। अब हरेक कन्ट्रीमा कुनै न कुनै एररहरू हुन्छ, किन हुन्छ, सिस्टम हुन्छ, बन्दै जान्छ। वी आर ग्रोइङ, नेपालमा छौँ र चेन्जिङ नेपालमा छौँ र अहिले पनि बेटर छ। म कहीँ पनि फर्केर जाने बेला छैन र म हरास खाएको छैन र खाने बेला पनि छैन। अब एउटा अर्को प्रसङ्ग अलिकति हुन त क्वाइट फरक प्रसङ्ग हो यो सिनारियो भन्दा नेपालको धेरै सेलिब्रिटीहरू कन्सर्टमा कहाँ जानुहुन्छ, त्यस्तै हजुर चाहिँ आफ्नो फुडको पपअप प्रोग्रामलाई लिएर वर्ल्ड टुर गर्नुहुन्छ र धेरै कलाकारहरूको चाहिँ पैसा उठ्न बाँकी छ, गाह्रो छ भन्ने हुन्छ। तपाईँको फुडको प्रोग्राममा चाहिँ के छ? तपाईँ सोझो भएर पैसा उठ्न बाँकी छ कि उठिरहेको छ? कस्तो छ? अब लेनदेनको कुरा गर्ने हो भने अब सबैको भने नि मैले, मलाई पनि दिनुपर्ने बाँकी छ भने मलाई पनि दिनुपर्ने धेरै बाँकी छ। अब मैले लगभग 32वटा कन्ट्रीमा मैले नेपाली फुड रिप्रेजेन्ट गरेर यो 2 सालको भित्रमा आइसकेको थियो। मेरो मन्डेको अमेरिकाको फ्लाइट थियो फुड प्रमोसनको लागि मात्रै क्यालिफोर्नियामा, होइन। अनि हाम्रो मलाई यो एयरपोर्टबाट रोक्का गरेर थाहा पाएँ र त्योभन्दा पहिला थाहा पाउनुभन्दा पहिला भित्रै नै थुरिसक्नु भएको थियो उहाँहरू। अब यो क्रममा मेरो अब जस्तो कि अब भने नि मलाई दिनुपर्ने पैसा पनि छ, त्यसको सबैको पैसा यो सब हामी रेस्टुरेन्ट छौँ, 5वटा रेस्टुरेन्टमा सप्लायरको लेनदेनहरू चलिरहेको हुन्छ। तपाईँहरू नआत्तिनुहोस्, पाउँछ, हाम्रो पनि पैसा अड्केछ। मैले अब मेरो लिनुपर्ने पैसा भनेको यहीँ नेपालमा पनि तपाईँले हेर्ने हो भने मेरो पैसा धर्म पाण्डेसँग छ, जो सेफ नेपालको छ, उहाँसँग 85 लाख रुपियाँ जति मेरो लिनु छ। 25 लाख रुपियाँ उहाँले अर्कोको कमिटमेन्ट गर्नुपर्छ। अरू मेरो पैसा अस्ट्रेलियामा मैले पपअप गरेको गणेश केसी र प्रदीप गेवालीसँग मेरो 25 लाखभन्दा माथि लिनुको छ। अहिलेसम्म 5 साल भइसक्यो, न हत्तो पत्तो छ, न फोन उठाउँछ, न केही छ। मेरो पपअपको दौरान मेरो लन्डनमा सुरेन रूपाकेतीले सापट लिएको पैसा त्यो पनि अहिलेसम्म बाँकी छ, त्यो पनि दिइरहेको छैन, होइन। 15 लाखभन्दा माथि उहाँसँग पनि होला। अब यो कुराहरूलाई अब हेर्ने हो भने मैले पनि अब करोडौँ रुपियाँ मार्केटमा मेरै उठाउनु छ, होइन। त्यो भन्दै गर्दा कि तपाईँको पैसा मैले रोकेको होइन। अब यसमा के हो भने अब लेनदेनको कुरा हो, बिजनेस व्यापार हो, यसमा त ठुला हाउसहरूसँग पनि त कर्जा छ नि त, होइन। कर्जा र लोनमा बिजनेस गरिन्छ, होइन, पे गरिन्छ। त्यही नै एउटा पद्धति हो, त्यही नै एउटा चेन हो। हामी पनि कोसिस गरिरहेछौँ, अझ बेटर गर्न कोसिस गरिरहेछौँ। अब तिर्नुपर्ने, दिनुपर्ने, लिनुपर्ने सबैको व्यावहारिक आफ्नो मिलाउनुहोस्, म पनि मिलाउँछु र म हरास खाने बेला छैन, अझ यसलाई बेटर बनाउँछु। मेरो विराटनगरमा ठुलो 1000 जनाको बैङ्कट हल आउन लागेको छ, होइन। वीरगन्जमा मेरो नयाँ मिथिला थाली ओपन हुन लागेको छ। अरू पनि विदेशमा मेरो झन्डैले जापानको लागि मैले मिथिला थालीको फ्रेन्चाइज साइन गर्ने बेला छु, होइन। अब यो कुराहरू कन्टिन्यू हुनेछ। म खाना पकाउने कहिले पनि छोड्ने बेला छैन। मेरो भनेको म बनेको भनेको खाना पकाउनलाई हो र खाना पकाउनुको ट्यालेन्टबाट म अगाडि बढ्छु र अझ पनि यो सेफ विधामा काम गर्नेहरू सब राम्रो छ। यो सेफ विधामा सेफहरूले जति पनि सपोर्ट गर्नुभएको छ र तपाईँहरूले जति पनि मिडियाको मार्फत मलाई चिन्नुहुन्छ र पर्सनली चिन्नुहुन्छ, म कसैको 1 रुपियाँ खाने मान्छे होइन। आजसम्म खाएको छैन। 13 साल 14 सालमा इन्डियामा बसेँ, 1 रुपियाँ पनि कसैले भन्न सक्दैन। यदि हेरिराख्नु भएको छैन मलाई ट्याग गर्नुहोस्, भन्नुहोस्, होइन। मैले लन्डनमा बस्दा पनि 1 रुपियाँ कसैको 1 रुपियाँ पनि लेनदेन छैन मेरो, र हुने बेला पनि छैन। भगवान्को र नहोस्। आई विल डु माई बेस्ट, आई विल किप क्यारिङ, होइन, कि मेरो ब्रान्ड, मेरो क्यारी। हजुर, थ्याङ्क यू। अब म पनि एकदम ग्राउन्डबाट उठेको मान्छे हो, होइन। म मेरो
मुभी पनि आउन लागेको छ, टेस्ट अफ सल्ट भनेर मुभी आउन लागेको छ, मेरो बायोग्राफी मुभी आउन लागेको छ। म एकदम जिरो ग्राउन्ड भनेपछि मलाई लाग्दैन कि मभन्दा पनि जिरो कोही हुनसक्छ, त्यहाँबाट उठेको एकदम स्ट्रिट बोयबाट होइन, 9 सालबाट उमेरमा काम गरेर 9 सालमा फर्स्ट टाइम लाइफमा चप्पल लगाएको मान्छे हो म, आफ्नो पैसालाई कमाएर। त्यस्तोबाट उठेर अहिले यहाँसम्म पुगेको छु र अझ बेटर गर्छु। मलाई लाग्दैन कि अहिले पनि केही अचिभ गरेको छु, अझ बेटर गर्न छ। र नेपालमा के हो भने अब अहिले त यो जति पनि आज यो सानो इस्युलाई भाइरल भएको कारण, भर्खरै यो फेसबुक मोनेटाइज भएको कारणले फेसबुकमा लाइकमा पनि पैसा आउँछ, यसमा पनि पैसा आउँछ, उसमा पनि जे पाए त्यही हाल्यो मान्छेले। अब यो एथिक जो छ, यो पत्रकार भाइ साथीभाइहरूलाई के भन्छु भने एथिक पनि कार्य गर्न अलिकति जरुरी हुन्छ। हामी पनि एथिक कार्य गर्छौँ। हामीले खाना बनाउँदाखेरि जे इन्ग्रिडियन्ट्सबाट सडेको गलेकोबाट जे पनि बनाइदिँदा त हुँदैन नि, हाम्रो पनि त एथिक छ। खानामा प्लेटमा आउँदाखेरि तपाईँलाई थाहा हुँदैन कुन इन्ग्रिडियन्ट्स हामीले लिएको छौँ। त त्यो अब डिफेम गर्ने, नेपालमा जिरोबाट उठेको मान्छेहरूलाई तल तान्ने, अब त्यसलाई अरूले कसरी लिन्छ, यसलाई मैले त तल तान्ने मैले लिएको छैन। यो कहीँ न कहीँबाट सानो एरर भएर र यो हावाको तरिकाले गएको हो, एकदमै भाइरल भएको। म त भित्र थिएँ, मलाई थाहै थिएन। म हिजो नै बाहिर आएर म मेरो मोबाइल अन गर्दाखेरि हेर्छु त जो स्क्रल गर्छु त हेर्छु त बापरे है। तर ठिकै छ, आई एम फाइन होइन, यहीँ हुन्छु म। हरेक दिन एउटा न एउटा मिथला थालीमा आउँछु। मेरो फेसबुक र इन्स्टाग्रामको पोस्ट हेर्नु होला, मैले पकाएको खाना आउनु होला होइन। अब सपोर्ट गर्ने मान्छेहरू यही तरिकाले सपोर्ट गर्न सक्नुहुन्छ होइन। अनि माया गरिदिनु होला। नमस्ते, थ्याङ्क यू।